अब गर्ने भनेको बियरको बोतलमा पेट्रोल हाल्ने अनि आगो लगाएर पुलिसतिर फाल्ने, जसले गरेर पुलिसहरू जलेर मरुन्। डिस्कर्डमा पहिचान नखुल्ने एउटा आइडीबाट 15 पटकसम्म यो मेसेज आयो। यो सँगै मोलोटोभ ककटेल बनाउने उपाय सिकाएर अरू मेसेजहरू पनि आउन थाले। बोतल ल्याउने र कुन कुन इन्ग्रेडियन्ट्स कसरी हाल्ने भन्ने सिकाएर डिस्कर्डमा धेरै मेसेजहरू आइरहेको थियो, तर त्यो मेसेज कसले पठाएको भन्ने थाहा थिएन। 23 गते संसद भवनको गेट जलाउन त्यस्तै मोलोटोभ ककटेल अर्थात् पेट्रोल बम प्रयोग भएको थियो। मैले अहिले दिँदै गरेको सूचना गौरव पोखरेल र दया दुधराजले इकान्तिपुरका लागि खोज गरेर तयार पारेको रिपोर्टमा समावेश छन्। आगो निभे पनि बलिरहेको प्रश्न, के आगजनीमा केमिकल पनि प्रयोग भएको थियो भन्ने रिपोर्ट तपाईहरुले अहिले पनि इन्टरनेटमा खोजेर पढ्न सक्नुहुन्छ। आन्दोलनको तयारीका लागि डिस्कर्डमा 2वटा सर्भर बनेका थिए, युथ अगेन्स्ट करप्सन र युवा हब। अरू कुरा चर्चा गर्नु अगाडि डिस्कर्ड किन प्रयोग गरियो भनेर बुझौँ। डिस्कर्ड एउटा यस्तो प्लेटफर्म हो जसमा प्रयोगकर्ताले आफ्नो पहिचान लुकाएर कुरा गर्न सक्छन्। डिस्कर्डले प्रयोगकर्ताको आइपी एड्रेस सुरक्षित राख्छ। यसले आफ्नो प्रयोगकर्ताको डाटा दिँदैन, जसले गर्दा सरकारी तहबाट पनि यहाँको डाटा लिन सक्दैनन् भन्ने विश्वास आन्दोलनकारीहरूलाई थियो। फेसबुक या अन्य प्लेटफर्ममा तपाईले हिंसात्मक कुरा गर्नुभयो भने तपाईलाई सस्पेन्स या ब्यान गरिदिन्छ, तर डिस्कर्डमा त्यसको कुनै फिल्टर हुँदैन। डिस्कर्ड आफैमा एउटा विवादित प्लेटफर्म हो। धेरै ठूला षड्यन्त्र र अपराधमा डिस्कर्डको प्रयोग भएका धेरै उदाहरणहरू छन्। आन्दोलनको योजना बनाउन डिस्कर्ड प्रयोग गर्ने आइडियाको पछाडि नै केही न केही तयारी जोडिएको थियो भन्ने कुरा स्पष्ट छ। हामीले बुझाउन सक्नुपर्छ कि 24 गतेका लागि पेट्रोल बम 22 गते नै बनाइसकेको थियो। आवश्यक हतियार 22 गते नै तयार गरिएको थियो। आगो लगाउन केमिकल प्रयोग भएको थियो भन्ने रिपोर्ट न्युयोर्क टाइम्समा आएको छ। त्यो केमिकल आन्दोलनभन्दा अगाडि नै तयार गरिएको थियो। जो त्यो आन्दोलनको साक्षी हुनुहुन्छ, यो आक्रोशको बेला संसद भवन जल्दा तपाईँ खुसी त हुनुभयो होला, तर पक्कै पनि तपाईँको हातले पेट्रोल बम बनाएको थिएन। तपाईँले पक्कै पनि आगो जोस्नु भएको थिएन। ढुङ्गा त तपाईँले पनि हान्नुभयो होला, तर केमिकल चाहिँ तपाईँसँग थिएन। तपाईँले ढुङ्गा हानेको मौकामा हान्न भनेर पेट्रोल बम कसै न कसैले त बनाएको थियो। त्यो पेट्रोल बम बनाउने मान्छे डिस्कर्डमा 15 पटकसम्म मेसेज गरेर पुलिसलाई जलाउनु पर्छ भन्ने पहिचान नखुलेको मान्छे पत्ता नलागेसम्म त्यो अपराधको दाग तपाईँमा पनि लागिरहन्छ। त्यही डिस्कर्ड सर्भरमा योजना बन्यो केटाकेटीहरूलाई युनिफर्ममा बोलाउने। त्यही डिस्कर्ड सर्भरमा योजना बन्यो उनीहरूलाई फ्रन्टमा राख्ने। त्यही योजना बन्यो पेट्रोल बम बनाउने र पुलिसलाई हान्ने। त्यही योजना बन्यो नेताका घर जलाउने। सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने योजना पनि त्यही बन्यो। त्यही योजना बन्यो गाउँसम्मका प्रहरी चौकी र सरकारी भवनहरू जलाउने। 23 गते जसरी पनि गोली चल्नै पर्ने थियो, जसरी पनि देशभर आक्रोश ल्याउनै पर्ने थियो, किनकि उनीहरूले बनाएर राखेका पेट्रोल बम, उनीहरूले ल्याएका आगो लगाउने केमिकल र उनीहरूले